अमेरिकामा श्रीमान र एक छोरीसहित बस्दै आएकी ममता काफले जुन आफ्नै श्रीमानले हत्या गरेका थिए, अहिले उनका श्रीमान अमेरिका प्रहरी हिरासतमा छन्। उक्त काण्ड सेलाउन नपाउँदै फेरि अमेरिकाबाट अर्को डरलाग्दो हत्याको खबर सार्वजनिक भएको छ। भोजपुर घर भएकी मुना पाण्डे नाम गरेकी एकजना युवतीको उनकै अपार्टमेन्टमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा सब फेला परेको छ। उनको हत्या कसले गर्यो भन्ने पत्ता नलागे पनि त्यहाँ पुगेका नेपाली र त्यहाँ बाहिरिएको भिडियो फुटेज र उनकी आमाले दिएका केही अन्तर्वार्ताको अनुसार उनी लिभिङ टुगेदरमा रहेको यति बेला सबैले अनुमान लगाइरहेका छन्। यो सुन्नु के अब हाम्रा चेलीबेटीहरू असुरक्षित भएकै हुन् त विदेशमा? आखिर दोषी को हो? के हाम्रा चेलीबेटीहरू पैसाको लागि मरिहत्ते गरेर कतै एकपछि अर्को गरेर हत्याको शिकार बनिरहेका त होइनन्? तपाईँलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। हस्त धन्यवाद।